Oh! Woohoo! Wait! Wait! Shit! Woo! Whoa! Everybody knows that I'm breaking down. Everybody knows I'm faking now. Everybody knows my heart's faking now. Yeah, she hates me now. I made mistakes, but now I don't even wanna do it. I don't really ever feel alone. In the zone, that's the only way I know. Feeling low, about to blow back up. I won't ever let the doubt creep in. Gotta pop a couple more. I don't think I'll ever let you in. No, यार यहाँ लडाइ भयो त हाम्रो साथीको खतरै घाउ भएछ हैन बबाल छ त सो हेलो एन्ड नमस्ते होप यु गाइज आर फाइन सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु हैन अनि आजको भ्लग चाहिँ हाम्रो तारेभिरदेखि सुरु हुँदैछ हेलिप्याड भन्दा अलि यता साइडमा हैन सो हेलिप्याडमा चाहिँ अहिले त्यो बन्द रहेछ होटल चाहिँ अनि यता बबाल यता सानो डाँडा रहेछ यता अनि भ्यू पनि यस्तो बबाल छ के त्यहाँ भन्दा चाहिँ सब देखिरहेको सबै यो काठमाडौँ हो के हैन अनि यो तारेभिर भयो हामी यो ट्रेल हान्ने चाहिँ यो तारेभिर हो तलदेखि यहाँदेखि हान्दै हान्दै तल जाने हो हैन सो हाम्रो यहाँ दुईजना साथीहरू छ हैन आज हाम्रो यहाँ दोस अस्ति नै राइड गएको सँगै साकुमा ल केही भन्दै मेरो भ्लगमा आज नि दामी हान्नुपर्छ हैन अनि सबले सपोर्ट गर्नु होला एकदम धेरै मेहनत गर्दैछ अनि सबले सब्स्क्राइब गर्नु र गाइस आज दामी हान्नुपर्छ ल अब हाम्रो नयाँ साथी छ है त ल पुरै भिडियो हेर्दिनु होला अनि अरु शेयर सब्स्क्राइब गर्दिनु होला ल आज अब देनजना हाल्नुपर्छ ल सो त्यही होइन आज चाहिँ खासमा म चाहिँ सोलो राइड आउने सोचेको थिएँ तर केटाहरू पनि भेट्यो होइन भेट्यो भन्नाले मेसेज गरेको थिएँ राति अनि राति नै रिप्लाई गरे रहेछ अनि बिहान चाहिँ भेटेर अनि हामी तीनजना राइड आएको होइन सो त्यो आज तारेभिरको ट्रेल चाहिँ लास्टै चिप्लो रहेछ हामी ट्रेलकै बाटो हुँदै आएको लास्टै चिप्लो रहेछ क्या त्यो हुन्छ नि ब्रेक हान्दा नि नलाग्ने खालको त्यस्तो क्या ल हाम्रो साइकलहरू केटाहरूको साइकल सबै यता अब सिधा तपाईँहरूलाई म ट्रेलमा भेट्छु है त A few moments later. सो गाइज होइन मैले चाहिँ यहाँ स्टार्टिङ पोइन्टमा ठ्याक्कै हान्न लगाइरहेको छु हल्का बिग्रिएको रहेछ होइन ट्रेल चाहिँ कस्तो भयो त नि नाइस भयो ल राइट सेफ जानुपर्ने हुन्छ कति पछि तारे भेर आएको जम्प केटाहरू तुफान गइसक्यो बिस्तारै कन्टेन्ट नदेऊ नि फेरि मलाई ल म गएँ बिस्तारै अब जाऊ पाइप छ है गाइज आज चाहिँ त्यसमाबाट भिडियो बनाएको होइन कस्तो आएर आई होप राम्रै आएर होला होइन तर अडियो चाहिँ अलि राम्रो आएन होला माइक नभएको कारण ल गयो जाऊ तलको बाटो ल बिहान कन्टेन्ट हुन्छ है कन्टेन्ट हो गयो नाइस कस्तो चिप्लिन्छ यार धेरै हेरेर चलाउनु मन हुन्छ अडियो क्वालिटी चाहिँ अलि मैले अलि राम्ररी गर्नुपर्छ हैन के हान्छ यार केटाहरू कहाँ ड्रप हान्दिएको त यार
मै झन्डै लडेँ फ्ल्याट भइदियोस् यार एकछिन यहाँ रुकौँ ल लेट्स गो आजको मौसम बबाल छ गाइज है ल हाम्रो दोस्त अगाडि छ रकी सेक्सन नाइस छ यो ठाउँ चाहिँ हान्छ केटाहरूले गयो है केटाहरू त टुप्पान गइरहेको केटाहरू भिडियो मेकर पुग्यो अगाडिको टायर चाहिँ लास्टै स्लिपर छ क्या मेरो तपाईँहरूलाई क्वालिटी कस्तो लागिरह होला होइन कमेन्टमा भनिदिनु होला के पुगेको छैन भनेर राम्रो गर्न खोज्छु नाइस नाइस Oh! Woohoo! Woi, woi! Ayo! Woi! 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 Shit! माथि माथि हेलमेटले बचायो ल यार यहाँ लड्या भयो त रुखले बचायो नि यार तिमीलाई ल सक्छ होइन ल हाम्रो अगाडिको साइड चाहिँ बवाल क्र्यास भयो त गाइज ल भिडियोमा देख्न सक्नुहुन्छ हल्का अब त्यो अलिक कन्ट्रोल गर्न सकिनँ अनि लड्यो क्या भन्नु उसको हेलमेट लिएर नी प्याडहरू थियो त्यसैले खतरा सेभ गर्यो क्या उसलाई नत्र भए त्यो रुखमा टाउको थुकेको भए त टाउको फुट्ने चान्सहरू हुन्थ्यो फेद धन्न सेभ हाने यार मलाई सक भएर हान्ने हो ल जम्प सेक्सन कस्तो जम्मै मिलेन र यताको ल ल तारेभिरको हामी भर्खर 50% पुग्यो हामी होइन आमामा केटाहरूको जम्प नाइस अब चाहिँ नअन जाने हो कि ओ हान्छ केटाहरूले साइकल होइन कन्डिसनमा नभए पनि राम्रो हान्छ क्या केटाहरूले Nice. Drop. Nice. म त रङ ट्रेल आएको छु यार यताबाट पो हो त म त रङ ट्रेल पो आएछु म त रङ बाटो गइदिएर क्या बिर्सेर ल गाइज लास्ट सेक्सन तारेभिरको ल गयो अगाडि त म सेकेन्ड बस्छु ल लास्ट सेक्सन गाइज बबाल हान्नुपर्छ ओ नाइस
बिस्तारै केटा हो बिस्तारै तुफान गयो त केटा त लास्ट सेक्सन हो यो सबभन्दा रमाइलो हो नि अरू भन्दा नि यहाँ चाहिँ कन्ट्रोल धेरै हुनुपर्छ क्या नाइस कस्तो मजा आउँछ यार लास्ट सेक्सन चाहिँ अलिक रकी सेक्सन त त्यही पनि मजा चाहिँ आउँछ बाबा यो सेक्सन चाहिँ लास्ट सिक्ने यार ल फाइनली गाइज पुग्यो ल हाम्रो साथी आउँदैछ माथि ल दामी भयो आयो आयो नाइस नाइस कन्ट्रोल कन्ट्रोल हो अब हाम्रो साथी नै आयो ल बवाल भयो आजको राइड हाम्रो साथीको खत्रै घाउ भएछ होइन बवाल छ त डेन्जर यहाँ आएन रहेछ ल ल गयो गयो बाटो गयो गयो बाबा ल आजको राइड सकियो गाइज अब यो चाहिँ सानोतिनो भनौँ न बाटो छोड्यो नाइस रनिङ पुगेन ओ मा झन्डै लड्यो यार A few moments later. सो गाइज अहिले चाहिँ हामी लबडाँडामा छौँ होइन जम्प सेक्सनमा जम्प बनाएको ठाउँमा यही हो जम्प ल यो ऱ्याम जम्प उ त्यो ड्रप माथिको अनि हाम्रो यहाँ केटाहरू छ ल कस्तो भयो राइड आजको है लास्टसम्म हेर्दिनु होला लास्टकै इन्ड हो भिडियो यो ल सो त्यही हो गाइज आजको राइड चाहिँ बवाल भयो होइन पहिला पहिला भन्दा आज चाहिँ अलि रमाइलो भयो होइन सो त्यही हो अस्तिको भिडियोमा चाहिँ मेरो त्यति भ्युज आएको थिएन होइन सो अब के भिडियोमा के कमी भयो तपाईँहरूले चाहिँ कमेन्टमा भनिदिनु होला अनि म त्यही अनुसार चाहिँ भिडियोहरू बनाउनु कोसिस गर्छु होइन सो त्यही हो क्यामेराको क्वालिटीले पनि हुनसक्छ आयो होइन सो त्यही हो अब अर्को भिडियोमा भेट्नुपर्छ चाँडै नै भिडियो ल्याउँछु म होइन सो बाई बाई